ल हजुरहरू हामी चाहिँ अहिले हिँड्दै जाने क्रममा यो गागल फेरी भन्ने ठाउँमा आइपुग्यौँ। आजको हाम्रो यात्रा अब यहाँदेखि उकालो सुरु हुन्छ। हाम्रो टोलीहरू उहाँ अगाडि हुनुहुन्छ। उलातिर चाहिँ हाम्रो ठ्याक्क डेस्टिनेसन तय भइसकेको छ होइन। हामी बुद्ध शान्ति पार्क है 1 घण्टा 1 घण्टा लाग्छ त आउनलाई। तलै पुग्नुपर्छ। बल उता पाउँदैन उता एम रुट तलै हो कि अहिले के छ? केही छैन। केही छैन। मैले भर्खरै आइपुगेँ। खानेकुरा के छैन है। बर्बाद भयो त त्यही। अनि तल के पाउँछ? यहाँबाट तल नि धेरै तल पुग्नु पर्दैन। छाप्रोमा बसेर लोकल भाले खाएको। कहाँ 5 स्टार होटल हो? भिडियो बनाउनु ए उता यो हाम्रो दर्शकहरूलाई देखाउनु कि ए दर्शकहरूलाई पनि ल म अब भिडियो बनाउँछु है। तपाईँ केही बोल्नु छ भने नि बोलिहाल्नु है। उता उता सबैलाई खिच्नु। अहिले चाहिँ हाम्रो भाले मात्रै छुट्टी छ है। होइन मिलाउनु पर्छ मिलाउनु त्यही त अनि घाट पर्छ नि त पर्दैन हजुर पर्दैन मसला ससला सबै हालेर पकाउने भयो अनि सही कि छुट्टै पकाउने भात राख्नु पर्यो होइन हो मिलाइ हाम्रो कप्तानमा मिलाउने 3000 भने मान्नु होइन यहाँ चाहिँ कप्तान हुनुहुन्छ। ए कप्तान सरको कमान्डमा हो यो। उता हाम्रो पत्रकार हो उहाँ चाहिँ। यतातिर यता चाहिँ यहाँ पनि पत्रकार जस्तो गाउँमा पनि उँभोतिर होइन कि उँधोतिर लाग्ने पार्टी हो त्यो। अब त्यो पार्टीको त मलाई भविष्यसम्म लाग्छ बरु घन्टीले चाहिँ अहिले त सम्भावना छ उसको। साउदी कहाँ ल हाम्रो लोकल त्यस्तो भयो चाहिँ आजको लोकल त्यसको लागि यहाँनिर हाम्रो हेर्नुहोस् अब टर्की भन्नु न के छ र अब कुखुरा भन्दा टर्की रहेछ यो। लोकल सुकेर सानो भएको रहेछ भनिदिनु के भएर पुट्रा गर्दैन मैले घाम आउँदैन
टक्कर कुखुराको मासु पकाएको नि छोरो दिदी ल है दिदी राम्रो छ यहाँ हाम्रो दिदी हुनुहुन्छ भान्सु दिदी होइन दिदी हजुर तामाङ दिदी हुन्छ तपाईँ तामाङ हो हजुर के तामाङ हो दिदी हामी हजुर थिङ हो थिङ छ थिङ थिङ हो ल हाम्रो 2800 भाले हजुर लक्कर भाले मिठो हुन्छ हेरौँ कस्तो हुन्छ अगाडि आगोमा पकायो एकदम दामी हुन्छ एकदम दामी है त्यो कराई पड्किसक्यो पानी सुकिसकेपछि हुन्छ उठाउन पनि थालेछ अरे है प्याज लाग्छ कि पानी सुकेपछि मसला हाल्दै हुन्छ सबै कुरो हाल्दिनु हेर्न नजिक त हेर्न नम्बर यो हाम्रो राम्रो ओरिजिनल मसला हो कि अरू जस्तो होइन नि अनि तुम्बा एउटा तुममा त होइन निगार हो हो तरिका खाने अरू के खान्छ तपाईँले दुईवटा नेपाल आइस ल्याउने कि अरू माग्दै गर्छन् सुरु गरौँ है कस्तो छ काजी साहब हातले खानु ए खानु नराख्नु क्या खाऊ न त चाँटै राख्नु किन धेरै बच्चा भनौँ न हो त्यो कुराको लागि चाहिँ एकदम एकदमै के भन्नु त सबै खिइसकेको छ त्यो पनि सानो भन्नु दिदी गर्नु न चम्चा भन्नु है चम्चा भने हातैले खान्छु पछि चम्चा एउटा मात्रै हो हजुर एकजनालाई हजुर ल भन्नुहोस् न केही मेरो लाइक गर्नु सेयर गर्नु भनौँ न पर्यो होइन भयो हस् साउजी एकदम मिठो लाइक खाना पकाएर खुवाउनु भयो है सब्सक्राइब गर्नु न अर्जुन चामलिङ उहाँको च्यानललाई अलि लाइकको कमी भएको छ एकदमै र हरेली छ हाम्रो एकदम सस्तो मिठो खाना खानु पाइने ठाउँ हाम्रो साथीभाइहरूलाई पनि भनिदिन्छौँ हामी यहाँ जानु होला यहाँ ठाउँको नाम के अरे साउजी गागल फेरि माथि हजुर पिपल डाँडा पिपल डाँडामा आउनु होला सबैजना गुम्बा छेउमा गुम्बा छेउमा आउनु होला यो चाहिँ भिडियो सबैजनाले हेरिदिनु होला पुरा उहाँको कति छ अरे सब्सक्राइबर छ 2000 हेर्नुहुन्छ उहाँको चाहिँ भिडियो चाहिँ दैनिक उहाँले के भन्नुहुन्छ कि भनिदिनुहोस् मिठो एकदम साह्रै मिठो सस्तो मिठो हो एकदमै एकदमै साउजीलाई धन्यवाद दिन चाहन्छौँ हामी ल साउजी धन्यवाद ल, सुकुटी खाने बस सुकुटीको व्यवस्था पनि छ सुकुटी है अनि यता अर्ग्यानिक यी सबै यहीँ छ सागहरू होइन साग लसुन धनियाँ सबै हाम्रो यहीँ छ